माइमा हुन्छ लौ माया दोरी लौ माया दोरी कान्छी लौ माया दोरी एकोरो माया के माइमा हुन्छ लौ माया दोरी हो सबैजनालाई नमस्कार। आज मिति 2082 असार 15 को दिन र हाम्रो राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिनमा हामी यस इन्जिनियरिङ अध्ययन संस्था पुचो क्याम्पसमा इन्जिनियरिङ स्टुडेन्ट एसोसिएसन अफ झापा पुचो क्याम्पसद्वारा असार 15 विशेष कार्यक्रममा धान रोपाई राष्ट्रिय धान दिवसको दिनमा धान रोपाई गरेर आफ्नो संस्कृतिलाई बचाइराख्ने भनेर हामीले हाम्रो आदरणीय सर प्रदीप कोइराला सरको क्वार्टरमा एउटा सानो एरियामा चाहिँ हामीले धान रोपेर हाम्रो संस्कृतिलाई बचाइराख्ने भन्ने आशाका साथ आज हामी यहाँ उपस्थित भएका छौँ र हाम्रो आजको राष्ट्रिय धान दिवसको महत्त्व र हामीले धान किन रोप्नुपर्छ भन्ने सानो मन्तव्य राखिदिनु हुनको लागि म प्रदीप सरलाई हार्दिक अनुरोध गर्दछु। यो असार 15लाई धान दिवस भनेर राखिएको रहेछ। यसको महत्त्व चाहिँ धान रोप्ने कुरा नै एकदम महत्त्वपूर्ण कुरा हो। हामीलाई खानुपर्ने भएको खानुपर्ने हरेक कुरा जे गरे पनि पहिलो नम्बरमा खाना आउँछ। खाना चाहिँ माटोबाट एकदम महत्त्वपूर्ण लाग्छ मलाई चाहिँ। यसलाई एउटा जोगाइराख्नु भन्दा पनि आफ्नो आफूलाई पुग्ने किसिमले चाहिँ यो धान अनिवार्य खेती नै गर्ने। अरू जहाँ जे गरेको भए पनि यो खेतीको सिजनमा चाहिँ आफ्नो जमिनमा खेती गरेर आफूलाई खाने कुरा चाहिँ आफैले उत्पादन गर्ने हुनुपर्छ भन्ने मलाई लाग्छ। मैले त्यो आफैले चाहिँ गर्न सुरु गरिसकेको छु र गाउँमै आफ्नै ठाउँमा गएर मैले आफ्नो यहाँको कामलाई असर नगरिकन त्यो आफूले खानको लागि अहिलेभन्दा 10 वर्ष अघिदेखि र कुनै पनि बिउहरू विदेशबाट आएको बिउ पनि प्रयोग गरेको छैन। विदेशबाट आएको कुनै देशी मल इत्यादि रासायनिक मल विषादी कुनै पनि प्रयोग नगरिकन आफ्नो परिवारलाई आरामसँग खान पुगेको छ। त्यस कारण यो कुरालाई नै महत्त्व दिनुपर्छ। यो बिउ पनि हामी विदेशीको नलिने, मल पनि नलिने, आफ्नै परम्परागत खेती रैथाने बिउ नै प्रयोग गरेर खेती गर्दा पनि हामी मजाले बाँच्न सक्ने रहेछौँ भन्ने कुरा चाहिँ मैले अनुभव गरेको भएर हामी यति रोपेर भए पनि कमसेकम अब यसलाई बढाउने आफ्नो खेतमा गएर रोपेर आफ्नो लागि चाहिँ पुर्याउने मेरो चाहिँ अनुरोध त्यति। हस्, धन्यवाद सर। अब जस्तै हामी 2-4 वर्ष अगाडि पुचो क्याम्पस आउनुभन्दा अगाडि चाहिँ हामी असार 15मा हाम्रो बिदा पनि हुन्थ्यो र हामी सबै खेतमा रमाइरहेका हुन्थ्यौँ, धान रोपिरहेका हुन्थ्यौँ, बिउ खेलिरहेका हुन्थ्यौँ। तर अब हामी पुचो क्याम्पस बिदा नभएको कारणले हामी घर जान सकेनौँ र त्यही घरकै वातावरणलाई सानो ठाउँमा भए पनि अनुभव गर्नको लागि हामी यहाँ उपस्थित भएका छौँ र यसै अनुसार हामी अब सुरु गर्छौँ। अब सरलाई सबैभन्दा सुरुमा सरलाई सुरु गर्नुलाई ल आऊ यतामा फर्किन हेर कान्छी मनमा ओरी हो यतामा फर्किन हेर कान्छी मनमा लुवामा कोर्को हो भएर बिचमा पानी त टल्कन छ होमा फर्की नै त हेर कान्छी मनमा मात्र कल्पना छ।